सम्पूर्ण महानुभावलाई नमस्ते। यहाँहरूसँग थोरै आफ्नो कुराहरू सेयर गर्न चाहन्छु। जुन आज रसुवा नाकाबाट आएको एउटा विशुद्ध बाढीको कारण त्रिशुली लगायतका धेरै क्षेत्रहरू प्रभावित भएका छन्। त्यहाँका धेरै जनमानसहरूको मृत्यु भएको भन्ने समाचारहरू आइरहेको छ। यति बेला ती बाढीमा परेर ज्यान गुमाउनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु र त्यस बाढीमा परेर घाइते हुनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्न चाहन्छु। र यति बेला म नेपाल सरकारसँग पनि एउटा अपिल गर्न चाहन्छु कि यतिबाट यहाँहरूले त्यस क्षेत्रमा जुन बाढी प्रभावित क्षेत्रमा अहिले पनि धेरै सङ्घर्ष भइरहेको छ, धेरै मानवहरू विपत्त भइरहेका छन्, हार गुहार गरिरहेका छन्। यहाँहरूले जुनसुकै संयन्त्र अपनाएर ती बाढीमा फस्नुभएका घाइते हुनुभएका महानुभावहरूको उद्धार गरेर यहाँहरूले राम्रो ठाउँमा लगेर उपचार गराउनुहुनेछ भन्ने मैले पुनः आशा र अपिल गर्न चाहन्छु। अत्यन्तै दुःख लागेको छ। आज एउटा नेपालीलाई यति ठुलो चोट लागेको छ, यति उहाँहरूमाथि यति ठुलो वज्रपात खसेको छ। धेरै महिना भएको छैन, आज 76 जना युवा भाइ बहिनीहरूले आफ्नो शहादत प्राप्त गरेका थिए। धेरै जनधनको क्षति भएको थियो। देशले यति ठुलोभन्दा ठुलो एउटा चाहिँ ती आतंक, ती आन्दोलनलाई बिहोरेर अहिले एउटा नेपालीमा थोरै भए पनि हामी फेरि पहिलेको स्थितिमा फर्किरहेको अवस्थामा एक्कासी यो एउटा ठुलो वज्र हामी नेपालीमा खसेको छ। यसले म मात्रै होइन, विश्वमा रहेका जति पनि नेपालीहरू छन् यी सबैको आँखा रसाएको छ। कोही चैनले सुतेको छैनन्, उहाँलाई पीडा छ। आफू सुरक्षित भए पनि आज जो त्यो मलमहतमा डुबेका छन्, जो हराइरहेका छन्, जो गडिरहेका छन्, जतिले ज्यान गुमाए, घरबार गुमाए, उहाँले आफ्नै परिवारले गुमाएको भनी महसुस गर्नुभएको होला भन्ने मलाई लागेको छ र गर्नुभएकै छ। र यति बेला म सम्पूर्ण पार्टीपन्थीलाई पनि भन्न चाहन्छु, यति बेला तपाईहरू पक्ष र विपक्ष नभनिकन हातमा हात, साथमा साथ मिलेर अगाडि बढ्नुहोस्। त्यस क्षेत्रको अवलोकन गर्नुहोस् र सबै मिलेर सहयोगको हात अगाडि बढाउनुहोला। सरकारसँग मेरो अर्को पनि अनुरोध छ, तपाईले यस वर्ष छुटाउनु भएको बजेट चाहे 100 मा 100% 100% नै त्यहाँ लगाउनु परे पनि तपाईले लगाउनु होला। किनकि मानव जातिको एउटा बस्ने ठाउँ गुम्यो, परिवार गुम्यो, सर्वस्व गुमेको छ। सबै कुरा त फर्केर नआउला, तर नेपाल सरकारले उहाँलाई एउटा राहत स्वरूप उहाँलाई बस्नेको व्यवस्था, तत्कालीन राहत उपलब्ध गराएर जो अत्यन्तै गम्भीर घाइते हुनुहुन्छ उहाँलाई एकदमै राम्रो ठाउँमा लगेर उपचार गरेर, जो थोरै घाइते हुनुहुन्छ उहाँलाई चाहिँ सम्बन्धित ठाउँमै राखेर भए पनि उपचार गराएर सबै खर्चपर्च र सबैको जो मजो सबै नेपाल सरकारले गरोस् भन्ने चाहन्छौँ। र यति बेला तपाईले छुटाउनु भएको सबै बजेट त्यहीँ खनाए पनि कुनै नेपालीले तपाईको विरोध गर्दैन। किन भन्दा यस्तो अवस्थामा तपाईँ हामीले विरोध गरेर हुन्छ? कसैले विरोध गर्दैन। न कुनै पार्टीले गर्नु पाउँछ, न सरकारले गर्नुहुन्छ। त्यसैले यो हाम्रो अनुरोध मात्रै हो र म एउटा सानो कलाकार मात्रै हो, म ठुलो मान्छे होइन। मैले आफ्नो पोस्टमा मैले भनिसकेको छु, रत्नगर कला मन्दिर परिवारले यो दुःखद घडीमा उहाँहरूलाई थोरै मलम लगाउनको लागि हामीले 5,000 रुपैयाँ
दिने घोषणा गरेका छौँ। सम्बन्धित ठाउँमा पुग्ने गरी यदि कसैलाई थाहा छ यो पैसा हामीलाई पठाउँदाखेरि ठाउँमा पुग्छ भनेर कसैले अगाडि आउनुभयो भने प्लिज कसरी हामीले चाहिँ त्यहाँ पैसा दिन सक्छौँ भनिदिनु होला। म त्यो पैसा आफूले बोलेको पैसा हामी दिन तयार छौँ। म जस्तै चितवनमा रहनुभएका चितवनभन्दा बाहिर रहनुभएका धेरै कलाकार मित्रहरू हुन्छ, धेरै कलाकारको सङ्घ सङ्गठनहरू हुनुहुन्छ। सबैले थोरै थोरै भए पनि सहयोग गर्नु होला। यति बेला तपाईँले सहयोग गरेको सहयोगलाई यसलाई अन्यथा मानिँदैन। हुन त हामी कलाकार आफैमा अरूसँग चन्दा मागेर आफ्नो कला बेचेर हामी आफ्नो जीवनयापन गरिरहेका छौँ। तर हाम्रो जीवनयापनभन्दा पनि अहिले यति बेला ठुलो जो उहाँहरूमाथि घटेको छ त्यसलाई हामीले अत्यन्तै ठुलो मान्नुपर्छ र हामीले छाती फुकाएर सहयोग गर्नुपर्छ जस्तो मलाई लाग्छ। आशा छ यहाँहरू जति पनि कलाकार मित्रहरू हुनुहुन्छ सबैले आफूले सकेको सहयोग गर्नुहुनेछ। र यहाँ हाम्रा धेरै उद्योगपति मित्रहरू हुनुहुन्छ, उद्योग कल कारखानाहरू छ र सबैले यति बेला त्यस क्षेत्रमा त्यस ठाउँमा आफूले सकेको तपाईँले चाहिँ सहयोग गर्नुहुनेछ भन्ने पुनः आशा र विश्वास गरेको छु। फेरि पनि भन्न चाहन्छु, रत्नगर कला मन्दिर परिवारले आफूले सकेको हामीले जति सक्छौँ हामीले सहयोग गर्ने हो। हामीले आफ्नो तर्फबाट रु 5,000 रुपियाँ, मैले फेरि पनि भन्छु रु 5,000 रुपियाँ हामीले छुटाएका छौँ। सम्बन्धित ठाउँमा कसरी पुग्छ कसैलाई थाहा छ भने कृपया हामीलाई उहाँहरूको क्युआर हुन्छ कि या तपाईँको कुनै ई सेवा आइडी हुन्छ या कसरी त्यस ठाउँमा हामीले चाहिँ डोनेसनहरू हामीले चाहिँ पुर्याउन सक्छौँ र हाम्रो पनि त्यहाँ प्रतिनिधित्व हुन्छ भन्ने हामीलाई बाटो देखाइदिनु होला कसैलाई थाहा छ भने। र हामीले चाहिँ बोलेका 5,000 रुपियाँ हामी दिन चाहन्छौँ। र म जस्तै धेरै महानुभावहरू हुनुहुन्छ सबैले चाहिँ सकेको सहयोग गरिदिनु होला। ठुला कलाकार, साना कलाकार, मझेल खालका कलाकार, हाम्रा सङ्घ सङ्गठनहरू, नृत्यकला क्षेत्रमा लागेका आदरणीय भाइ बहिनीहरू, साथीहरू, मित्रहरू सबैले आफूले सकेको सहयोग गरिदिनु होला यही अपेक्षा गर्न चाहन्छु। र अन्त्यमा र जति पनि पार्टीपन्थी साथीहरू छ उहाँहरू पनि एकजुट भएर लाग्दिनु होला, आफूले सकेको सहयोग गर्नु होला। तपाईँहरू त्यहाँ पुगिदिनु होला है, पुगेर चाहिँ त्यहाँको वातावरणलाई हेरिदिनु होला। यति बेला कसैले कसैको विरोध गर्ने भन्दा पनि सबैले सबैको सहयोग र सपोर्ट हुँदै एउटा हातमा हात जोडेर जानुभयो भने एउटा बल मिल्छ। सरकार भएको पनि अनुभूति हुन्छ, प्रतिपक्ष भएको नै अनुभूति हुन्छ, पार्टी भएको नै अनुभूति हुन्छ र त्यस ठाउँमा नेता थिए भनेर पनि उहाँहरूलाई गर्व हुन्छ कि आफ्नो पार्टीप्रति माया होला। अहिले यो पार्टी र कुनै सरकार भन्दा पनि अहिले सबै नेपालीहरू रोएको अवस्था छ। सबै नेपालीलाई धैर्य धारण गर्ने शक्ति दिउँ र हामी सबै मिलेर त्यस क्षेत्रमा जति पनि क्षतिहरू भएका छन् आफूले सकेको सहयोग जुटाउँ र सबैले मिलेर सहयोग गरौँ। यही आशा र अपेक्षाको साथमा यहाँहरूसँग अत्यन्तै दुःखको बिदा माग्दैछु र सबैले सहयोग गरौँ भन्दै बिदा हुन्छु। नमस्ते।